बगैचा मन जाओ तिमी हमराले चुमी देला बगैचा मन जाओ तिमी हमराले चुमी देला फूल सोचेरा तिमलाई फूल सोचेरा फूल भय सिउरी दिन थे फूल को बास न जस्ती तिमी हो फूल भय सिउरी दिन थे फूल को बास न जस्ती तिमी नितरी मलुक दे आउने मीठो सपना जस्ती तिमी हजुरको नजर राम्रो मिठो बोली वचन राम्रो हो हजुरको नजर राम्रो मिठो बोली वचन राम्रो सिंगो माया बगैचा मन जाओ तिमी हमराले चुमी देला फूल सोचेरा तिमीलाई फूल सोचेरा परे मरौला बरु मै छोड्दिन
कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी मेरो कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी रूप छ रंग छ कोमल अंग छ बोल्ने क्या ढंग छ आहा नागली चाल छ मायाको छाल छ साँच्चै कमाल छ आहा मैले त्यही भएर मन पराको 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 सुबास सागरलाई मोती दिन्छे हो फुललाई दिन्छे सुबास सागरलाई मोती दिन्छे हावालाई दिन्छे चञ्चलता जुनलाई ज्योति दिन्छे सुनके तरानी हो लाली बिहानी हो आँखा की नानी हो आहा माया की घानी हो बेटी निशानी हो मीठो कहानी हो आहा मैले त्यही भएर मन पराको 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 कोइलीलाई दिन्छे मधुर स्वर मयूरलाई नाच दिन्छे पुण्यजी अब आजको भ्रमण कस्तो भयो त तपाईलाई के बताउनुस् न आजको अनुभव कस्तो भइरहेको धेरै राम्रो थियो नतिजा भन्छु नतिजा के रे नतिजा जस्तो भयो हैन हो यसरी समुद्र दुहाको समुद्रमा घुमिन्छ भन्ने कुरो थिएन तर आज धेरै साथीहरुसँग त्यसो रमाइलो भयो अनि तपाईलाई कस्तो लाग्यो आजको भ्रमण एउटा समूहमा एकदमै रमाइलो छ धेरै आनन्द लागिरहेको छ हो र यसलाई पछिसम्म पनि एउटा अविस्मरणीय रूपमा लिन सकिन्छ किनभने हाम्रो ओमजी भनेको एउटा प्रत्येक सम्झना आइरहने एउटा एकदम मित्र हो त्यसैले त्यस कारणले पनि उहाँले प्रत्येक उसमा आफ्नो भिडियो एकदम प्रकाश गर्नुहुन्छ
धेरै खुसी लाग्छ। ल ठिक छ, तपाईँ खुसी हुनुभएछ, धन्यवाद है। अब हाम्रो अर्को साथीलाई म सोध्दैछु, अब हजुर, तपाईँलाई चाहिँ कस्तो लाग्यो आजको मलाई धेरै खुसी लागेको छ। यो सबै साथीहरू भएर घुम्न यहाँ छैन धेरै ज्ञानी मौका पाउँछ फोटो खिच्ने अर्को साथीलाई म सोध्न गइरहेको छु, तपाईँलाई चाहिँ कस्तो भइरहेको छ आजको? एकदम खुसी लागिरहेको छ। सबै साथीहरू मिलेर यसरी घुम्दाखेरि नसोचेको भयो, सबै साथीहरू भेट भयो है, एकदम खुसी लागिरहेको छ। ल धन्यवाद। अब यस खुसीसँग मनाउनु भएको छ, यी खुसी लाग्यो। र अर्को सर हुनुहुन्छ यहाँ बसिरहनु भएको छ, उहाँ पनि निकै हाँस्दै बस्नु भएको छ। तपाईँलाई चाहिँ आजको भ्रमण कस्तो लाग्यो त? साथीहरूको सजिलोले गर्दा सबैजना साथीहरू यो एउटा रमाइलो यात्रामा सबैजना साथीहरू भेटेको धेरै धेरै खुसी लाग्यो। यस्तो अवसर फेरि पनि मिलोस् भन्ने एउटा आशा गर्दै साथीभाइहरूको अब यो रमाइलो यात्रा सुखमय नै रह्यो। सुखमय र ल धन्यवाद सर, धेरै सुख आज प्राप्त गर्नु गऱ्यौँ सबैजना भएर होइन। त्यसको लागि एउटा अवसर दिनु भएको तपाईँलाई धेरै धेरै धन्यवाद। ल ठिक छ, हजुरलाई पनि धन्यवाद है। यो घुम्न चाहिँ एउटा सहभागी भइदिनु भएको। अब हाम्रो साथीहरू यहाँ देखिरहेको छैन मैले। अब साथीहरू विशु भाइ, आजको यो भ्रमण तिमीलाई कस्तो लाग्यो त नि? आजको यो रमाइलो यात्रा ग्रेट छ हो? ल ठिक छ, ल बधाई छ त्यसो भए। ल पुण्यजी, समुद्रमा एउटा दोहा कतारको समुद्रमा डुवामाथि बसेर साथीहरूसँग रमाइलो गर्दैछौँ। यसै सन्दर्भमा हाम्रो एउटा मित्र पुण्यजी, अब आजको भ्रमणको त म अब किनकि यो भनेको त एकदम रमाइलो भ्रमण भइरहेको छ होइन। दोहामा सायद यो रमाइलो रमाइलो, त्यही भएर एकदम खुसी छु। ल धन्यवाद। भयो।